यहाँ हेर्नुहोस् न त पिएनबी एटिएममा छौँ हामी है यहाँनिर र पिएनबी एटिएममा यस्तो खतरनाक स्क्याम भयो कि आज तपाईँ छक्क पर्नुहुन्छ। यहाँ हेर्नुहोस् यो तपाईँले देख्नुहुन्छ यो नम्बर, यो यस्तो खतरनाक नम्बर हो कि यसले चाहिँ आज 10,000 पैसा खाइदिएको छ हाम्रो दाजुहरूको यहाँनिर। हाम्रो दाजुहरूको हेर्नुहोस् न त कहानी के भयो भन्दाखेरि उहाँहरूले पैसा निकाल्न आएको है यहाँनिरबाट पिएनबी एटिएमबाट है। सबैजना लाइभ भिडियो ल भिडियो सबैजनासँग सेयर गर्नुहोस्। यहाँ पैसा निकाल्न आएको यहाँनिर एटिएम हाल्छ है, एटिएम हालेपछि पैसा निक्लिँदैन र एटिएम पनि निक्लिँदैन। हेर्नुहोस् न त कुरा यहाँ छ, एटिएम पनि निक्लिँदैन। एटिएम ननिक्लिँदाखेरि उनीहरूले के भन्दाखेरि यो टोल फ्री नम्बरमा म कल गर्यो, यहाँ काटिरहेको छ। हेर्नुहोस् न यस्तो खतरनाक चिज भइसक्यो र पनि एटिएमको देखरेख गर्ने मान्छेहरू यहाँनिर केही देखरेख गरेको छैन। र यहाँनिर कसैले एउटा नम्बर लेखिरहेको छ यहाँनिर, बिचरा सिधा साधा मान्छेहरू दाजुहरू है, उहाँहरूले यो नम्बरमा कल गर्नुहुन्छ। हेर्नुहोस् न त र यो नम्बरमा कल गरेर चाहिँ उहाँहरूले के भन्छ भन्दाखेरि पिन नम्बर दबाऊ भन्नुहुन्छ। हेर्नुहोस् न त यहाँ पिन नम्बर दबाउँदाखेरि चाहिँ के भयो, पैसा काट्यो भयो। के भयो भने चाहिँ कहानी म जस्तो तपाईँको एटिएममा पैसा निकाल्न आएँ, त्यहाँबाट एटिएम तपाईँको भित्र हाल्दाखेरि त्यहाँबाट एटिएम केही चलेकै छैन। त्यहाँबाट मैले क्यान्सलहरू पनि गरेँ, एटिएम निस्किन्छ कि भनेर मेरो एटिएम पनि निस्किएन। अब तपाईँको पुरा मैले ट्राई गर्दैछु, केही हुँदै भएन। त्यहाँबाट म 5 मिनट 10 मिनट समथिङ भयो, म भित्रै बसेको यता बाहिर काका बसिराख्नु भएको थियो पर्खेर। अनि के गर्नु, अब केही उपाय नै छैन, मैले के गर्नुपर्ने। अनि मैले तपाईँको यहाँनिर कल गरेँ, जुन यो नम्बरमा हजुर तिमीले यो नम्बरमा किन नगरेको? बस गएको त्यसमा मैले यो नम्बरमा हजुर अच्छा त्यसमा कल गर्दाखेरि हिन्दी चाहिँ एक दबाई यस्तो यस्तो भन्यो। अच्छा त्यहाँबाट केही त्यसमा प्रोसेसै भएन। त्यहाँबाट मैले यता नम्बरदेखि अब यो नम्बरमा है हजुर यो नम्बरमा हजुर त्यता अब कट पनि गरिरहेको छ। अनि मैले सोचेँ सायद अब यो के बनौला। अनि मैले उता कल गरेँ, उता कल गर्दाखेरि एकै टेपमा कल पनि लाग्यो। अनि उसले भन्यो, जी सर आपका क्या प्रॉब्लम, मैं कस्टमर केयर से बात कर रहा हूँ, आपका क्या प्रॉब्लम है मेरे को बोलिए भन्ने भन्यो। अनि मैले भने यस्तो यस्तो मेरो 10 मिनटभन्दा बेसी भइसक्यो, मेरो एटिएम अड्केको। त्यहाँबाट अनि कसरी निकाल्नु पर्ने एटिएम भनेर भने उसले मलाई भन्यो, ठिकै सर आप एक बार पिन नम्बर डाल के ट्राई कर लीजिए भने। पिन नम्बर डाल्न गए? पिन नम्बर डालेर इन्टर गर भन्यो। मैले इन्टर नम्बर पनि थिचेँ, त्यहाँ इन्टर पनि थिचेँ, भएन। अनि मैले त्यसलाई भने नै हुआ। फेरि त्यसले मलाई भन्यो, फेरि एक बार आप ट्राई कर लीजिए सर भन्यो। तब पनि भएन। एक मिनट त्यहाँबाट तब पनि भएन, 2 चोटि ट्राई गरेँ, तब पनि भएन। अनि मैले त्यसलाई भने नै हुआ सर। त्यसले मलाई भन्यो, आप थोड़ा सर वेट कर लीजिए, मैं आपको बैक कॉल कर रहा हूँ, आपको कॉन्फ्रेंस में रखूंगा भन्यो। त्यसले फेरि टक्कै मलाई कल काट्यो। त्यसले अब पता नै कसलाई फोन गर्यो। त्यसले फेरि मलाई रिटर्न कल पनि गर्यो। त्यहाँबाट त्यसको खै को मान्छे बोल्यो पनि मसँग। अनि त्यसले भन्यो, म यस्तो बागडोग्रामा छु, मलाई आउनु टाइम लाग्छ, म 6:30 बजीसम्म आइपुग्छु। त्यहाँ आइपुगिसकेपछि म तँलाई फोन गर्छु, तँ आइज एटिएम लिनु भन्यो। ल हुन्छ भने जस्तो म बाहिर निस्केँ, यहाँ बाहिर गाडी राखेको थिएँ, मैले यहीँ बाहिर गाडी राखेको थिएँ। अनि मैले काकालाई भने, काका एटिएम त अड्क्यो, पैसा पनि निस्किएन, एटिएम पनि अड्क्यो, एटिएम त्यहाँ चलेकै छैन, केही पनि चलेको छैन, के गर्नुपर्ने भने उता बात मार्दै थिएँ मात्रै। अनि काकाले जुन त हेरौँ भनेर हामी गाडीबाट उत्रेर फेरि काकासँग आएँ, एटिएम पनि छैन, जस्ट फेरि ला एटिएम पनि के गर्नु काका, एटिएम पनि छैन त अब त भनेर भन्यो। फेरि त्यो नम्बरमा मैले कल गर्दाखेरि कल पनि लागेन, ठ्याक्कै काकाको फोनमा मेसेज पनि आयो 10,000 काट्यो। हेर्नुहोस् न यत्रो ठुलो स्क्याम। र मेन कुरो के भन्नुहोस् त, यहाँनिर एटिएमको यत्रो ठुलो यहाँनिर सिसिटिभी क्यामेरा सबै लागेको छ है, यत्रो नम्बर लगाइरहेको छ। एटिएमको देखरेख गर्ने कम्पनीहरूको जिम्मेदारी त भन्छ नि है, यस्तो नम्बर लगाइरहेको छ। र सबभन्दा मेन कुरो के भन्नुहोस् त, यहाँ एटिएम चाहिँ कसरी अड्क्यो? 10 मिनटसम्म एटिएममा अड्किनु है, उनीहरूले त्यो नम्बरमा डायल गर्नु है, स्क्याम गरेर 10,000 एउटा गरिब मान्छेको 10,000 पैसा हराएको छ। हेर्नुहोस् त तपाईँहरू पनि होसियार, पिएनबीको एटिएममा चाहिँ यस्तो खालको कामहरू हुँदैछ। हेर्नुहोस् यत्रो सिसिटिभी क्यामेरा लागेको छ। र यो घटना बेसी टाढो भएन, घटना एकदम तपाईँहरूको सालुगडाको सालुगडा एटिएमको घटना हो। हेर्नुहोस् है, यस्तो प्रकारले यहाँनिर सालुगडा एटिएमबाट एउटा गरिब मान्छेको 10,000 पैसा लुटिदिएको छ भनेपछि मान्छेहरूले विश्वास कहाँ गरे भन्नुहोस् त? एटिएमबाट पैसा निकालेको तपाईँहरूले टोल फ्री नम्बर, त्यो चाहिँ प्राइभेट नम्बर हो, तपाईँको 997बाट स्टार्ट भएको छ। कहिले पनि 180बाट चाहिँ गर्नुहोस् है। यहाँनिर यत्रो भारी भरकम जग्गामा यहाँनिर मान्छेहरूको यसरी यो सालुगडाको एटिएमबाट चाहिँ 10,000 पैसा खाइदिएको छ। बहुत ठुलो गल्ती छ यहाँनिर। जुन पनि कम्पनीले यसरी यहाँनिर तपाईँको एटिएमको देखरेख गर्छ, कम्पनीको मान्छेहरू आउँदैन यहाँनिर, कम्पनीको मान्छेहरू आएर हेर्दैन पनि मेरो यहाँनिर एटिएम भित्र के हुँदैछ, एसी चलेको छ यहाँनिर है, सब कुछ हुँदैछ यहाँनिर है। यसरी नम्बर लगाइरहेको छ फ्रड गर्ने मान्छेले। अब भक्तिनगरमा एफआइआर भइसकेको छ र यसरी यिनीहरू यहाँ नम्बर काटेको पनि छ, जुन चाहिँ अरिजिनल टोल फ्री नम्बर हो, यो नम्बर काटेको पनि छ यहाँनिर। हेर्नुहोस् त यस्तो प्रकारले फ्रड भएको छ। एटिएम अड्किनु, त्यहाँबाट उनीहरूले पिन नम्बर दबाउनु लाउनु, त्यहाँबाट 10,000 पैसा वास आउट। अब यो पैसा आउनु मुस्किल छ। यिनीहरू त्यहाँबाट एटिएम पनि चोरी गरेर गयो।
त्यही कारण होशियार हुनुहोस् र यस्तो मान्छेहरू चाहिँ पक्रिनुपर्छ है। र म पीएनबी मैं सब पीएनबी को भी कहना चाहूंगा, आप लोग को देख, आप लोग का जिम्मेदारी बनता है यहाँ पर। आप लोग का एटीएम के अंदर में यहाँ पर इस तरह से नंबर लगाया गया हुआ है, ये लगाया हुआ है, किसने लगाया हुआ, कहाँ लगाया, क्यों लगाया हुआ है, देखना चाहिए। आप लोगों ने सीसीटीवी कैमरा तो लगा दिया, लेकिन आपका ये जो टोल फ्री नंबर यहाँ पर कटा हुआ है, यहाँ पर इतना बड़ा स्कैम चल रहा है, लेकिन किसी को कोई मतलब नहीं है। देखिए यहाँ पर तो आदमी भरोसा करे तो करे, किसके ऊपर करे। तपाईँको पैसा है? मेरो पैसा नि 10,000 रुपियाँ लग्यो, एटिएम पनि गयो। एटीएम पनि गयो। त्यस्तो प्रकारले मान्छेहरूको एटीएम पनि हराउँदैछ, पैसा पनि हराउँदैछ यहाँनिर तपाईँको पीएनबी को एटीएमबाट। यो पीएनबीलाई कसले देखरेख गर्छ उनीहरूको जिम्मेदारी। मैं उनको भी कहना चाहूंगा इस चीज को आप लोग रेक्टिफाइड कर करके इसका तुरंत से जल्दी कार्रवाई होना चाहिए। थैंक यू।